सम्बन्धी रोगको उपचार, नाक कान एवं घाँटी रोग सम्बन्धी उपचार, दम तथा यो छोटो ब्रेकपछि पुनः पनि कार्यक्रममा उपस्थित भइसकेका छौँ। आदरणीय श्रोताहरू, कार्यक्रमको सुरुवातमै हामीले जानकारी गराइसकेका छौँ। आज हामी विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य हरिश प्रसाद भट्टसँग कुराकानी गर्न गइरहेका छौँ विभिन्न समसामयिक विषयवस्तुमा। त्यसै गरेर विवेकशील साझा पार्टीले अरू पार्टीभन्दा हामी अलग हौँ भनेर दाबी गरिरहेको छ। यो दाबी चाहिँ कसरी साबित गर्नुहुन्छ, यो दाबी किन गरिराख्नु भएको छ, कसरी उहाँहरू अलग हुनुहुन्छ, यस विषयमा आज हामी कुराकानी गर्नेछौँ। आम जनताले पुराना राजनीतिक दलबाट वाक्क दिक्क भएर वैकल्पिक शक्तिको आवश्यकता महसुस गरिरहेको परिप्रेक्ष्यमा विवेकशील साझा पार्टी कतिको सक्रिय भएर अगाडि बढिरहेको छ, यस विषयमा कुराकानी गर्न हाम्रो टेलिफोन सम्पर्कमा प्रत्यक्ष रूपमा जोडिनु भएको छ विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य हरिश प्रसाद भट्ट। उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हरिशजी नमस्कार। नमस्कार, स्वागत छ यहाँलाई कार्यक्रम प्रभु बहसमा। धेरै धेरै धन्यवाद किशनजी। हरिशजी, विषयवस्तुतर्फ नै केन्द्रित हुन्छौँ। पहिले फुटेका विवेकशील र साझा दल गत मङ्सिर 24 गते फेरि जुटेर विवेकशील साझा पार्टी घोषणा भएको छ। सुरुमा त यो बताइदिनुहोस्, विवेकशील साझा कसरी एकीकरणसम्म आइपुग्यो? योभन्दा अघिल्लो पटक हामीले संवाद गर्दा मैले तपाईँहरू मार्फत, रेडियो मार्फत, यही प्रभु एफएम मार्फत मैले वाचा गरेको थिएँ। हजुर। अब दोस्रो पटक कुरा गर्दाखेरि चाहिँ विवेकशील र साझा छुट्टै होइन, हामी विवेकशील साझा पार्टी भएर आउनेछौँ भनेर। र यसको पृष्ठभूमि तपाईँले सोद्धाखेरि चाहिँ हामी 2037 सालदेखि दलको रूपमा, राजनीतिक दलको रूपमा, र 2068 सालदेखि नै एउटा सामाजिक अभियानको रूपमा विवेकशील नेपाली दल थियौँ। र 2073 सालमा साझा पार्टी पनि स्थापना भयो। एउटा विज्ञ व्यक्तित्वहरू समेटेर साझा पार्टी स्थापना भयो। 2067 माफ गर्नु होला, 74 सालमा चाहिँ हामी विवेकशील र साझा पार्टी मिलेर विवेकशील साझा पार्टी बनायौँ र हामी सँगै निर्वाचनमा आउनेयौँ। निर्वाचनमा हामीले राष्ट्रिय पार्टी लक्ष्य राखेका थियौँ। हामी राष्ट्रिय पार्टी त बन्न सकेनौँ, तर मतदाताहरूको अत्यधिक हामीलाई चाहिँ शुभेच्छा प्राप्त भयो र हामी राष्ट्रिय पार्टी बन्न नसके पनि बागमती प्रदेशमा हाम्रा 3 जना प्रतिनिधि सांसदहरू हुनुहुन्छ। र हामीले काम गर्दै जाँदाखेरि फरक फरक पृष्ठभूमिबाट आएका, विवेकशीलबाट आएका युवा पृष्ठभूमिबाट आएका नयाँ युवाहरू र साझा पार्टीमा विभिन्न क्षेत्रमा आफ्नो ख्याति प्राप्त व्यक्तित्वहरू ठाउँमा आउँदाखेरि चाहिँ हामीले हाम्रा कार्यशैलीहरू मिलाउन सक्यौँ। हामीले हाम्रा गल्ती कमजोरीहरू स्वीकार्न सकेनौँ र काम गर्दै जाँदाखेरि हामीसँग काम गर्न नसकेपछि हामी पार्टी एकीकरण भएको झन्डै 17 महिनापछि हामी अलग हुनु पर्यो। त्यो एउटा दुर्घटना थियो। अनि योभन्दा पहिला जुन एकीकरण भएको 17 महिनामै तपाईँहरू चोइटिएर जानुभएको थियो, के कारण थियो त्यति बेला? वाद सिद्धान्त विचार त अझै पनि उस्तै छ, फेरि अहिले चाहिँ किन मिल्नुभयो? त्यति बेला के कारण थियो र अलग्गिनु भयो? तपाईँलाई चाहिँ पृष्ठभूमि भनिरहेको थिएँ। त्यतिखेर जुन दुर्घटना भयो, जो पार्टी एकीकरण भङ्ग भयो, हामीले त्यसलाई पार्टी एकीकरण भङ्ग भनेका थियौँ। त्यति बेला पनि हामीले एक पक्षले अर्को पक्षलाई गाली गर्ने, एक पक्षले अर्को पक्षलाई दलाल भन्ने, एक पक्षले अर्को पक्षलाई चाहिँ दोषारोपण गर्ने काम हामीले गरेनौँ। हाम्रो कार्यशैलीहरू मिलेन। हामीलाई चाहिँ विवेकशीलका युवाहरूलाई चाहिँ के लाग्यो भने साझाका प्रौढ व्यक्तित्वहरूले, आफू ख्यातिप्राप्त व्यक्तित्वहरूले चाहिँ हामीलाई गनेनन्, हामीलाई चाहिँ युवालाई चाहिँ बहिष्कार गरे भन्ने विवेकशील तत्त्वका मान्छेहरूमा पऱ्यो भने साझा संस्कृतिका मान्छेहरूमा चाहिँ होइन, हामी चाहिँ यत्रो जीवनभरि ख्यातिप्राप्त मान्छेहरू छौँ, हामीलाई यिनीहरूले उचित सम्मान नदिएको भन्ने साझा पार्टीका मान्छेहरूलाई पऱ्यो। र त्यो कुनै बातको विचार नमिलेर, बात नमिलेर या अरू चिज नमिलेर भन्दा पनि हाम्रा सामान्य कार्यशैलीहरू हामीले मिलाउन नसकेर हाम्रो त्यो दुर्घटना भएको थियो। र हामीले चाहिँ एकदमै हार्दिकतापूर्वक केशवजी, तपाईँले नेपाली राजनीतिमा अहिलेसम्म थुप्रै पटक राजनीतिक दलहरू फुटेका छन्। एउटै दल दर्जनौँ पटक फुटेको छ, तर गल्ती गरेकोमा माफी मागेर हामीले चाहिँ त्यो दुर्घटना थियो, दुर्घटनामा हाम्रो सम्हाल्न नसकेर हाम्रो गल्ती भयो र त्यो हामीले सच्याएका छौँ। हामी अहिले किन एकीकरणसम्म पुगे त भन्दाखेरि चाहिँ हामी पार्टी एकीकरण भङ्ग भइसकेपछि आफ्नो आफ्नो तरिकाले काम गर्दै जाँदाखेरि हामीले प्रशस्त कामहरू गऱ्यौँ। हाम्रो पार्टी संयोजक, विवेकशील साझा पार्टीको पार्टी संयोजक मिलन पाण्डेले भन्नुहुन्छ, हामी यदि पार्टी नफुटेको भए जे कुरा सिक्नलाई हामीलाई 10 वर्ष लाग्थ्यो,
पार्टी फुटेपछि हाम्रो 2 वर्षमा पार्टी फुटेपछि 2 वर्षमा हामीले त्यो 10 वर्षमा सिक्ने अनुभवहरू सिकेका छौँ। पार्टी फुटेपछि हामीले के लाग्यो भने हामी मिलेर जानुपर्छ, हाम्रा कार्यशैलीहरू मिलाउनुपर्छ र यसरी हामी चाहिँ अघिल्लो चुनावमा अघिल्लो निर्वाचनमा जनताले दिएको मायालाई बिर्सेर हामी अलग अलग बाटो हिँड्यौँ भने त्यो जनतालाई घात हुन्छ र त्यो गल्ती सच्याउनुपर्छ। गल्ती सच्याउनलाई लाज मान्नुहुन्न भनेर चाहिँ हामी गल्ती सच्याएर पुनः विवेकशील साझा पार्टी एकीकरण गरेर फेरि नागरिकहरूमा जाने तयारी गर्दैछन्। अनि हरिशजी, तपाईँहरूले एउटा कुरा सधैँ भन्नुहुन्छ, तपाईँले विगतको कुराकानीमा पनि भन्नुभएको थियो यसै कार्यक्रम मार्फत, हामी विवेकशील साझा पार्टी चाहिँ अन्य राजनीतिक दलभन्दा फरक हौँ भनेर विवेकशील साझा पार्टीले यो दाबी गर्छ। तर विवेकशील साझा पार्टी अन्य राजनीतिक दलभन्दा कसरी फरक भयो? नेकपा नेपाली काङ्ग्रेसले पनि त्यही त गरिरहेको, टुट्ने फुट्ने फेरि जुट्ने, यस्तै होइन? तपाईँहरू कसरी फरक हुनुभयो? तपाईँ यो खास गरी अहिले मैले यो प्रश्न सोध्नुहुन्छ भनेर नै योभन्दा अगाडि नै मैले के भने राजनीतिक दलहरू या कुनै पनि सङ्गठन दुईजना सँगै बसे त केही प्रब्लम नहोला, तर दुईजनामा एकजना अर्को थपिन्छ, 3 जना हामी सँगै हुन्छौँ भने त्यहाँ खटपट हुन्छ, त्यहाँ मनमुटाव हुन्छ, त्यहाँ असहमतिहरू हुन्छन्। तर ती असहमतिहरूलाई कसरी सम्हालेर अगाडि लैजाने भन्ने नेतृत्वको क्षमता हो जुन विगतमा हामीले देखाउन सकेनौँ। विगतमा हाम्रो गल्ती भयो र अब हामीले चाहिँ के भनिरहेछौँ भने त्यतिखेर हामीले चाहिँ एक पक्षले कुर्दाखेरि एक पक्षले अर्को पक्षलाई दलाल भनेको भए, अर्को पक्षले अर्को पक्षलाई चाहिँ दोषारोपण गरेको भए र हामी चाहिँ मनै ठिक मनै सही ऊ गलत भनेर हामीले भनेको भए तपाईँले अहिले के भन्न सुहाउँथ्यो भने तपाईँहरू पनि अरू राजनीतिक दल जस्तै त हो नि, उनीहरू पनि टुटफुट गर्छन्, एकअर्कालाई दोषारोपण गर्छन् भन्नुहुन्थ्यो। तर हामीले चाहिँ के गर्यौँ भने न त एकअर्कालाई दोषारोपण गर्यौँ, हामीले आफ्नो गल्ती स्वीकार गर्यौँ, म भन्यौँ, आफ्नो गल्ती स्वीकार गरेर गल्ती सच्याउनु पर्छ भन्यौँ र गल्ती सच्याएर एकदमै हार्दिकताका साथ हामीले घोषणा सभामा हाम्रो संयुक्त प्रतिवेदनमा हाम्रो एकीकरण सम्झौता पत्रमा हामीले चाहिँ सबैभन्दा पहिलो क्षमायाचना मागेका छौँ। नागरिकहरूसँग हामीले गरेको गल्तीका लागि क्षमायाचना मागेका छौँ। यो पक्कै पनि यही हामी फरक छौँ, हामी चाहिँ हाम्रो संस्कार फरक छ भन्ने यसैले देखाउँछ। हजुर, आफ्नो गल्तीलाई स्वीकार बन्नु भएको छ, त्यसप्रति हामी उच्च सम्मान पनि व्यक्त गर्न चाहन्छौँ। र हरिशजी, अब यो विवेकशील साझा पार्टी अब आगामी दिनमा चाहिँ फेरि टुट्दै जनाउन चाहनुहुन्छ? यो सन्दर्भमा हामी आफै पनि अहिले पार्टी एकीकरण घोषणा भइसकेपछि हामी अहिले आन्तरिक काममा छौँ। हाम्रो दस्तावेजहरू समायोजन गर्ने, सङ्गठन समायोजन गर्ने, विधान समायोजन गर्नेदेखि लिएर यो केही समय हामीले 2 महिना छुट्याएका छौँ। पार्टी एकीकरण भएको 2 महिनाभित्र चाहिँ हामी यो सबै आन्तरिक कामहरू सङ्गठन समायोजनको हामीलाई त्यति गाह्रो छैन, किनभने पहिले पनि हामीले एकाका कमी कमजोरी र स्ट्रेन्थ र विकनेसहरू पहिले पनि देखेका छौँ। अब यो त्यही भएर हामीले धेरै समय लाग्दैन, 2 महिनाभित्र हामी सबै आन्तरिक कामहरू सघाउँछौँ। र हामीले के भनेका छौँ भने अब कतिपय सुनिन्छ तिमीहरूले पनि सङ्गठन संरचना त पुरानै चलको जस्तो भयो भनेर भनिन्छ। हामीले चाहिँ यही प्रश्नको जवाब हामीले पटक दिनु नपरोस् भनेर एकीकरण भएको 6 महिनाले अघिल्लो जुन दिन हाम्रो एकीकरण घोषणा भयो त्यसको 6 महिनाभित्र चाहिँ विवेकशील साझा पार्टीको एकता अधिवेशन हुन्छ। त्यो अधिवेशनबाट एउटा एकै खालको भनौँ न एउटा इक्जाबल नेतृत्व आउँछ र त्यो अधिवेशनले पार्टीलाई पुनः जागृत गरेर हामी स्थानीय चुनाव र त्यसपछि सङ्घीय र प्रादेशिक चुनावमा हुनेछौँ। हामी त्यसैको लागि तयारी गर्दैछौँ। तर अहिलेको भर्खरैको यो चलिरहेको 1-2 महिना चाहिँ हामीले यो हाम्रो आन्तरिक पार्टीको दस्तावेज, राजनीतिक दस्तावेज, पार्टीको सांगठनिक दस्तावेज, विधान समायोजन र खास गरी मुख्यतः पार्टीको दुई पार्टीका सङ्गठनहरू समायोजन गर्ने काममा अहिले लागिरहेका छौँ। र यो सँगसँगै हामी अधिवेशनको पनि तयारी हो। यस्ता अधिवेशनबाट हामी पार्टी एक भएर आउँछ र जहाँसम्म तपाईँले फुटफुटको कुरा गर्नुभयो, फेरि नफुट्ने फेरि पनि विवेकशील साझा पार्टी फुट्छ कि भन्ने भन्नुभयो। म तपाईँले चाहिँ के कमिट गर्न बाचा गर्न सक्छु भने फेरि पनि हामी फुट्यौँ भने फेरि पनि एकपटक हामी चाहिँ टुटेर फुटेर चाहिँ गल्ती गरिसकेर हामी गल्ती सच्यायौँ भनेर माथि पाइरहेका छौँ। फेरि पनि हामी चाहिँ टुटफुटतिर गयौँ, हामी फुट्यौँ भने हामीले फेरि माथि माग्ने अवसर पनि हुँदैन, जनताले हामीलाई फेरि विश्वास गर्ने अवसर पनि हुँदैन। मलाई लाग्दैन कि हामी एउटा राजनीति गर्न यो देशको अहिलेको यथास्थितिको राजनीतिलाई चुनौती दिन परिवर्तन गर्न आएका राजनीति गर्न भनेर आएका साथीहरू चाहिँ त्यति धेरै कच्चा निर्णय गर्लान् र हामी फेरि फुटाउला भन्ने म कल्पना पनि गर्न सक्दैन। त्यो भयो भने चाहिँ पक्का पनि हामी नागरिकको आँखामा या नागरिकमा जान लायक नै रहने छैनौँ, त्यो हुने छैन। हजुर, तपाईँको प्रतिबद्धता व्यवहारमा कायम रहोस्, यही शुभकामना पनि छ हाम्रो तर्फबाट। अनि हरेशजी, तपाईँहरूको वाद र सिद्धान्त प्रष्ट छैन भन्ने पनि छ नि, के भन्नुहुन्छ? राजनीति शास्त्रमा भनिए जस्तो छैन भन्ने छ विवेकशील साझा पार्टीको वाद र सिद्धान्त?
यो कुरा चाहिँ मलाई एकदमै अचम्म लाग्छ केशवजी। हामी एउटा म अहिले तपाईँसँग कुरा गर्नुभन्दा अगाडि बैतडीको बेलौलीमा सडकमा काम गर्ने श्रमिकहरूले 15 महिनासम्म उनीहरूले काम गरे, दैनिक बेला मजदुरी गरे, तर उनीहरूले सरकारबाट पाउनुपर्ने सरकारी कार्यालयबाट पाउनुपर्ने आफ्नो ज्यालादारी रकम पाएका छैन। मलाई अचम्म के लाग्छ भने मान्छेहरूको छोरा बुहारीसँगै छैन, नाति नातिनासँगै छैनन्, छोरा बुहारी विदेशमा छन्, खाडीमा काम गर्दैछन्। आफूलाई यत्रो सङ्कट छ, कोरोनाबाट यस्तो विश्वव्यापी महामारीमा यत्रो धेरै दुःख पाइएको छ। हामी बिर्सिन्छौँ। अस्ति नै हामी चाहिँ बोर्डरमा हाम्रो भारत नेपाल सिमानामा 10 गजामा हामी भोको सुत्नु पऱ्यो बिर्सिन्छौँ। तर हामीलाई के चाहिएको छ भने तिनीहरूको बात छैन, तिनीहरूको दर्शन छैन, तिनीहरूको राजनीति जान्दैनौँ। हामी राजनीति सिक्दैछौँ, हामी यो कुरा स्वीकार्न तयार छौँ कि हामी राजनीति सिक्दैछौँ, व्यवहारिक राजनीति हामी सिक्दैछौँ। हामी भर्खरै राजनीतिमा आएका हौँ, कतिपय युवा छौँ र जो प्रौढ पनि छौँ, उनीहरू पनि पेसेवर राजनीतिज्ञ होइन। हामी त राजनीतिलाई पेसा नै होइन भन्छौँ, हामी राजनीतिलाई सेवाको रूपमा लिएका छौँ। तर यसको मतलब यो होइन कि हामीले राजनीतिको केही कुरा थाहै छैन, हाम्रो पार्टीको राजनीतिक दर्शनै छैन, बानी छैन। मलाई तपाईँ बताइदिनुहोस् त, राजनीतिक वाद भनेको पुँजीवाद र साम्यवाद मात्रै हो। अहिले कुन चाहिँ देशमा अमेरिका चाहिँ पुँजीवादी देश हो त? चीन चाहिँ साम्यवादी देश हो त? कहाँ चाहिँ पियर पुँजीवाद र पियर साम्यवाद छ भनेर भन्नुहोस् त? राजनीतिक दर्शन भनेको चाहिँ मैले बोकेको चाहिँ राजनीतिक दर्शन म मेरो बाहेक अरू कसैको राजनीतिक दर्शन होइन भनेर हुँदैन। विवेकशील साझा पार्टी आफ्नो राजनीतिक दर्शनमा स्पष्ट छ। विवेकशील नेपाली दल हुँदा होस् या साझा पार्टी हुँदा होस् या विवेकशील साझा पार्टी हुँदा होस्, हामी कल्याणकारी लोकतन्त्रको कुरा गर्छौँ। कल्याणकारी लोकतन्त्र नेपालको संविधानमा समेत समाविष्ट भइसकेको विषय हो। कल्याणकारी लोकतन्त्र संसारका दर्जनौँ देशहरूले चाहिँ एउटा देशले नै आफ्नो हामीले पार्टीले मात्र अंगीकार गरेका छौँ, देशहरूले नै यो चाहिँ राजनीतिक दर्शनको रूपमा कल्याणकारी लोकतन्त्रलाई अंगीकार गरेका छन्। हामीले कार्यप्रणालीको रूपमा सहभागितामूलक लोकतन्त्र भनेका छौँ। लोकतन्त्रभन्दा ठुलो राजनीतिक दर्शन र राजनीतिकवाद के हुन सक्छ भन्नु? हामीले लोकतन्त्रलाई पनि अझै सहभागितामूलक लोकतन्त्र भनेका छौँ। पार्टीबाट प्रतिनिधिमूलक लोकतन्त्र होइन कि सहभागितामूलक लोकतन्त्रको कुरा गरेको। हजुर, सहभागितामूलक लोकतन्त्र कार्यप्रणाली अप्नाएको राजनीतिक दल चाहिँ कसरी भनौँ न, एउटा कसरी चाहिँ त्योसँग राजनीतिक दर्शन छैन र हामीले चाहिँ अहिलेको संविधानकोमा भएको अन्तर्गतहरूको बारेमा भन्नुहोस् न, एक सबै अन्तर्गतहरूमा हामी के हो भनेर भन्न सक्छौँ भनेपछि मलाई अचम्म के लाग्छ भने हामीले आफ्नो दैनिक जीवनयापन तन्त्रहरूसँग, दैनिक जीवनयापनमा हाम्रा समस्याहरू छुट्टै छन्। बेरोजगारीको समस्या, शिक्षाका समस्या छन्, तर हामीले चाहिँ फुलपातीको राजनीतिक बात ठिक छ, फुलपातीको ठिक बात सबै विचार चाहिँ कुनै पनि गलत हुँदैन। तर लोकतन्त्रभन्दा श्रेष्ठ अर्को कुनै राजनीतिक दर्शन हुन सक्छ? कल्याणकारी राज्य भनेका छौँ, हामीले सहभागितामूलक लोकतन्त्र भनेका छौँ, त्योभन्दा स्पष्ट कुनै राजनीतिक बात चाहिन्छ जस्तो चाहिँ मलाई लाग्दैन। हजुर, अनि हरीशजी, तपाईँहरूको विवेकशील साझा पार्टीले आम जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा विशेष प्राथमिकता दिएर ती विषयहरूलाई अगाडि बढाउँदै गइरहेको छ, ती विषयहरूलाई अगाडि बढाउँदै जान्छौँ भनेर तपाईँहरूले प्रतिबद्धता जाहेर गरिराख्नु भएको छ। तपाईँहरू सरकारमा पनि हुनुहुन्छ, तपाईँले बागमती प्रदेशमा 3 जना प्रतिनिधि रहेको कुरा पनि गर्नुभएको छ। अब उनीहरूले अहिलेसम्म गरेका उदाहरणीय काम भनिदिनुहोस् न। तपाईँलाई एकदमै क्लियर भन्न सक्छु। हामीले चाहिँ किन हामीले विश्वास गर्ने कसरी भन्दाखेरि चाहिँ बागमती प्रदेशमा हाम्रा 3 जना सांसदहरू हुनुहुन्छ। बागमती प्रदेशमा हामीले के गऱ्यौँ त भनेर अहिलेसम्म संसद चलेको झन्डै 3 वर्ष भयो होला। तपाईँहरूलाई याद होला, सबैभन्दा पहिले जब प्रदेश सभा सुरु भयो, प्रदेश सभामा बागमती प्रदेश सभा अस्थायी राजधानी प्रदेश राजधानी प्रदेश नम्बर 3 हेटौँडा हुने भन्ने भयो। हेटौँडामा चाहिँ प्रदेश सांसदहरूलाई घरेडी दिने, घर दिने भन्ने कुरा प्रदेश सभाबाट निर्णय हुन लागेको थियो। त्यसको बारेमा विवेकशील साझा पार्टीका सांसदहरूले स्पष्ट रूपमा संसदमा उभिएर संसदमा विरोध जनाउनु भयो, बाहिर सञ्चार माध्यममा र विभिन्न कार्यक्रममा चाहिँ लेखेर त्यसको विरोध जनाउनु भयो, जसले गर्दाखेरि चाहिँ त्यो निर्णय रोकियो। त्यसपछि तपाईँले प्रदेश राजधानी तोक्ने कुरा हेर्नु भएन। हजुर, लाखौँ खर्च गरेर प्रदेश राजधानी कहाँ राख्ने भनेर एउटा समिति बनायो, उसले लाखौँ खर्च गरेको छ। खाजा खर्च मात्रै लाखौँ खर्च गरेको छ। उसले चाहिँ प्रतिवेदनमा के भनेको छ भने बागमती प्रदेशको राजधानी काभ्रेको धुलीखेलमा हुनुपर्छ, त्यो चाहिँ उपस्थित ठाउँ हो भनेर भनेको छ। तर संसदमा बोल्दाखेरि नेपाली काङ्ग्रेस र नेपाल कम्युनिस्ट पार्टीकै सांसदहरूले चाहिँ कतिजनाले त उहाँ रोएर उनीहरूले के भनेका छन् भने हामीलाई चाहिँ पार्टीबाट दबाब आयो, हामी चाहिँ हेटौँडा राजधानी त बनाउन चाहँदैनौँ, हेटौँडा राम्रो ठाउँ होइन, तर के अरे समितिको प्रतिवेदनले भनेकै हुनुपर्छ भनेर भनेछ। तर हेर्नुहोस् त, उनीहरूको पार्टीको दबाबले चाहिँ के हो, तर हामीले चाहिँ प्रतिवेदनको पक्षमा उभिनुपर्छ भन्यो र समितिले बनाएको प्रतिवेदनमा हामीले एकदम थुप्रै कुराहरू छन्। चाहिँ तपाईँ भ्रष्टाचारका कुरा भन्नु, अहिले स्वास्थ्य सामग्री यो आर्थिक किटमा भएको भ्रष्टाचारको बारेमा हाम्रा सांसदले
सङ्घीय स्वास्थ्य मन्त्री विरुद्ध उजुरिहाल्नु भएको छ, त्यसको हामी फलोअप गर्दैछौँ। तमाम कामहरू छन् र हामीले चाहिँ हाम्रो क्षमताले र हैसियतले भ्याउनेसम्म हामीले गरिरहेका छौँ। हजुर हरिशजी, हामीले अहिलेसम्म तपाईँको पार्टीसँग सम्बन्धित विभिन्न कुराकानी गऱ्यौँ, तपाईँको पार्टीका आन्तरिक कुराहरू पनि गऱ्यौँ कार्यक्रम मार्फत। त्यसै गरेर अब विवेकशील साझा पार्टीले जो अहिले आम जनताका प्रत्यक्ष समस्याको विषयमा कुराकानी गरौँ, विवेकशील साझा पार्टीले उखु किसानका मागप्रति ऐक्यबद्धता पनि जनाएको छ। तपाईँ देशभरका आफ्ना सङ्गठन परिचालन गरेर सरकारलाई दबाब दिनुहुन्न? तपाईँले ठिकै थाहा पाउनु भएको रहेछ। विवेकशील साझा पार्टीले चाहिँ यो उप किसानहरूको आन्दोलनमा एकबद्धता जनाएको मात्र छैन। सबैभन्दा पहिले त म के भन्न चाहन्छु तपाईँले भने हाम्रो राजनीतिक संस्कार शैली कस्तो भइसक्यो भने माइती घरमा गएर त्यहाँ जनता समाजवादी पार्टी नेपाली काङ्ग्रेसका सांसदहरूले दुई चारजना जानुहुन्छ, जति हुलदङ्गा गर्नुहुन्छ र त्यहाँ आफ्नो ब्यानर छडेर आउनुहुन्छ। पत्रिकाले के समाचार लेख्छ भने काङ्ग्रेस र समाजवादी पार्टीले चाहिँ समर्थन जनायो भनेर लेख्छ। तर विवेकशील साझा पार्टीका साथीहरू किसानहरू काठमाडौँमा आन्दोलन गर्न आएको दिनदेखि नै त्यहाँ उपस्थित हुनुहुन्छ, किसानहरूसँगै उभिनु भएको छ, उहाँहरूलाई खाना नास्ताको व्यवस्था गर्नुभएको छ। आज मात्र होइन, पोहोरसालको आन्दोलनमा पनि उहाँलाई खाजा नास्ताको व्यवस्था गर्नुभएको थियो र राजनीतिक रूपमा चाहिँ पार्टीले विज्ञप्ति निकालेर उहाँहरूको मागमा ऐक्यबद्धता जनाएको छ। त्यति मात्र होइन, ऐक्यबद्धता जनाएको मात्र होइन, हिजो मात्रै हामीले उद्योग वाणिज्य महासङ्घका केन्द्रीय अध्यक्ष शेखर बोल्सालाई भेटेर तपाईँहरूले चाहिँ यो उप किसानहरूलाई चिनी उद्योगीहरूबाट रकम हस्तान्तरण गर्न मेलमिलापकर्ताको भूमिका निभाइदिनु पर्यो, तपाईँले हस्तक्षेप गरिदिनु पर्यो भनेर हाम्रा 5 जना नेताहरू उद्योग वाणिज्य महासङ्घमा गएर चिनी उद्योग सञ्चालकहरूलाई चाहिँ तुरुन्तै किसानहरूलाई उपभोक्ता पछौटा रकम चाहिँ हस्तान्तरण गर्न भनेर हामीले दबाब दिँदैछौँ। भनेपछि हामीले सम्पूर्ण संगठन परिचालन गरेका छौँ। यो एउटा उप किसानको मात्रै कुरा होइन, देशभरिकै कृषकको कुरा हो। चाहे तपाईँ सडकमा दुध बोक्ने दुध डेरी उद्योग होइन, उद्योगका किसानहरूको कुरा भन्नुहोस्, त्यहाँ विद्यार्थीहरूले आफ्नो विश्वविद्यालयमा उठाएका कुरा भन्नुहोस्। मैले तपाईँले भर्खरै भने हाम्रो बैतडीको मेलौलीमा अहिले सडकमा काम गर्ने सडकका श्रमिकहरूले चाहिँ बेला मजदुरी नपाएको कुरा भन्नुहोस्। यहाँ हरेक निमुखा मान्छे पीडित छ। यहाँ चाहिँ अहिले जो शासकमा छ, जो सत्तामा छ, जसले शासन गरिरहेको छ, ऊ बाहेक मैले अस्ति एउटा कुरा भनेको पनि थिएँ, त्यो पछि विवादित पनि भयो हुन त। र मैले भन्नु खोजेको के थिएँ भने कम्युनिस्ट शासनमा चाहिँ जो कम्युनिस्ट होइन ऊ चाहिँ सडकको मान्छे हुन्छ र उसले चाहिँ शोषित हुनुपर्छ। अहिले चाहिँ भइरहेको त्यही हो। जो सत्तारूढ पार्टीसँग सम्बद्ध छ, सत्तारूढ पार्टीका शक्ति केन्द्रसँग सम्बन्धित छ, ऊ मान्छेले चाहिँ सुख भोग मजासँग गरेको छ। ऊ बाहेक सबै देशमा पीडित नै पीडित छ। हामी सम्पूर्ण पीडितहरूको पार्टी बन्न चाहन्छौँ र त्यसका लागि हाम्रो सङ्गठन, हाम्रो विचार, हाम्रो नीति परिचालन गरेका छौँ। हजुर, अनि हरिशजी, अहिले विभिन्न राजनीतिक दलहरूको यो पार्टीगत स्वार्थ देख्दा, देशमा बढेको भ्रष्टाचार देख्दा आम जनतामा चाहिँ एकदमै निराशा छाएको छ। अहिले सडकमा राजा औ तपाईँको विवेकशील साझा पार्टीले कसरी हेरेको छ यसलाई? अस्ति हामीले विवेकशील साझा पार्टी घोषणा गर्दा पनि यो प्रश्न आएको थियो। अहिले हामीले चाहिँ यो सडकमा भइरहेका प्रदर्शनहरू चाहे त्यो राजनीतिक खालका प्रदर्शन हुन्, यो व्यवस्थाप्रति असन्तुष्टि देखाएर आएका प्रदर्शनहरू हुन्, तपाईँले भने जस्तो राजा ल्याऊ भनेर आएका प्रदर्शनहरू हुन्, मलाई लाग्दैन कि कुनै अहिले 20 वर्ष 25 वर्षको युवालाई चाहिँ फेरि 17औं शताब्दीको 18औं शताब्दीको इतिहास भइसकेको राजतन्त्रलाई राजालाई एकदमै, तर यसले यो एकदमै अब हाम्रो बुझाइ तपाईँ यो प्रदर्शनहरूप्रति हाम्रो बुझाइ के हो भनेर भन्नुहुन्छ भने हाम्रो पार्टी अध्यक्ष रविन्द्र मिश्रले पनि आफ्नो घोषणा सभामा विवेकशील साझा पार्टी घोषणा सभामा भन्नुभएको थियो, यो प्रदर्शनहरू भनेको राजतन्त्र ल्याउनले भएको प्रदर्शन भन्दा पनि अहिलेको व्यवस्था र विशेष गरी अहिलेको सरकार व्यवस्था भनेको अहिलेको सरकार राज्य संयन्त्रहरूप्रतिको असन्तुष्टि हो, नैराश्यता हो। तपाईँले भनेको मान्छेले चाहिँ जब शिक्षा राम्रो पाउँदैन, रोजगारी राम्रो पाउँदैन, राजा किन फालियो भन्नु त? राजासँग हाम्रो केही छैन भएर फाल्यो भने नि त, रिस उठेर फाल्यो भने नि त, हाम्रो घर जग्गाले फाल्यो भने नि त। जब राजतन्त्रले चाहिँ जनताका मागहरू पुरा गर्न सकेन, त्यसपछि राजा बरु के गर्न थाल्यो, निरङ्कुशतिर राजा जान थाले, त्यसपछि राजा फालेको हो नि त। अहिलेको सरकारप्रति असन्तुष्टि किन व्यक्त भयो भन्दाखेरि जनताका न्यूनतम आवश्यकताहरू पुरा भएनन्। बरु सरकार केतिर लाग्यो भने आपत्ति झगडातिर होइन, बरु केतिर लाग्यो भन्दाखेरि अब हामी एकछिन प्रसङ्गमा आउँला। अब हिजो हेर्नुहोस् त त्यो कुन किसिमको अध्यादेश ल्याएको छ त्यसले, संवैधानिक परिषदको अध्यादेश भनेर। त्यो संविधानले परिकल्पना गरेको संवैधानिक परिषद भनेको
त्यहाँका विपक्षी दलको नेता हुन्छ, सभामुख हुन्छ, उपसभामुख हुन्छ भनेर भनेको छ। अब यो निरङ्कुशतातिर त्यो सबै 3 जना नभइकन पनि प्रधानमन्त्री र प्रधानमन्त्रीको एकजना अर्को मान्छे बसेर निर्णय गर्न सक्ने, कस्तो निर्णय भन्दाखेरि संविधानलाई प्रभावित पार्ने निर्णय गर्न सक्ने यस्तो निरङ्कुशतातिर सरकार जान थालेपछि मान्छेहरू निराश भएर सडकमा आएका हुन्। त्यो मलाई के लाग्छ भने त्यो राजतन्त्रप्रतिको आस्था या राजतन्त्र नै ल्याउनुपर्छ, राजा ल्याउनुपर्छ, राजा ल्यायो भने कायापलट हुन्छ भन्ने विचारधारा भन्दा पनि अहिलेको गणतन्त्रप्रतिको नैराश्यता भन्दा पनि अहिलेको व्यवस्था र यो राज्य संयन्त्र र मुख्यतः अहिलेको सरकार र अहिलेका प्रधानमन्त्रीप्रतिको नैराश्यता हो भन्ने हाम्रो धारणा छ। हजुर, त्यसै गरेर यस्तो अवस्थामा वैकल्पिक राजनीतिक दलहरू सक्रिय हुन अत्यन्तै आवश्यक हुन्छ। देशले एउटा वैकल्पिक केही न केही विकल्प खोजिरहेको छ। आम जनतामा त्यो किसिमको नैराश्यता छ। विगतमा पनि तत्कालीन माओवादीबाट बाहिरिएपछि डाक्टर बाबुराम भट्टराईले पनि वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि भन्दै नयाँ शक्ति पार्टी गठन गरेका थिए, तर अहिले त्यो पार्टी पुराना मधेसी दलहरूमा विलय गराए। अब विवेकशील साझा पनि आफूलाई वैकल्पिक राजनीतिक ऊर्जाशील शक्ति दाबी गरिरहेको छ। वैकल्पिक शक्ति बन्न विवेकशील साझासँग के विशेष नारा छ? सबैभन्दा पहिले मैले के स्पष्ट पारौँ भने विवेकशील साझा पार्टी यो देशमा सफल हुन्छ या असफल हुन्छ त्यो जति हाम्रो हातमा छ। हामीले बेमानी गर्नु भएन, हामी गर्दैनौँ। हामी गल्ती गर्छौँ तर सच्याउँछौँ, हामी भनिरहेका छौँ। हामी बरु नष्ट हुन्छौँ, भ्रष्ट हुँदैनौँ भनेर भनिरहेका छौँ। हामी चाहिँ यदि नागरिकले विश्वास गरेर हामीलाई सफल बनाए, हामीलाई राज्य सञ्चालनको जिम्मा दिए भने विवेकशील साझा पार्टीले कस्तो काम गर्छ त्यो किसिमले विवेकशील साझा पार्टीको अस्तित्व रहन्छ या रहँदैन भन्ने कुरा हो। तर अहिलेको सन्दर्भमा चाहिँ विवेकशील साझा पार्टी चाहिन्छ या चाहिँदैन कसैले भन्छ भने त्यो एउटा फगत माथिको कुरा होइन कि अहिलेको यो अस्तव्यस्तता, अहिलेको यो लोकतन्त्र, अहिलेको यो निरङ्कुशता हामीले निरङ्कुश भनेर राजतन्त्र फालेको या अहिले गणतन्त्र हेर्नुहोस् त, गणतन्त्रमा के छ? गणतन्त्र झन् निरङ्कुश भएर आयो कि गणतन्त्र चलाउने मान्छेहरू झनै निरङ्कुश भएर आयो कि यो अवस्थामा चाहिँ हामीलाई चाहिँ विवेकशील साझा पार्टीलाई स्थापित हुन्छ या हुँदैन, विवेकशील साझा पार्टी सफल हुन्छ या हुँदैन, यो राज्य सञ्चालनको जिम्मेवारी पाउने हैसियतसम्म पुग्छ या पुग्दैन भन्ने कुरा चाहिँ जनताले आफैले निर्णय गर्नुपर्ने हुन्छ। म फेरि पनि भन्छु कि हामी बिर्सिसक्यौँ। हामी अस्ति 6 महिना पनि भएको छैन, कोरोनाको बेला हामीले भोक पोके 10 गजामा हाम्रा भारतबाट आइरहेका श्रमिकहरूलाई चाहिँ 10 गजामा भोक पोके सुधार हामी बिर्सिसक्यौँ। कोरोनामा उपचार नपाएर हाम्रा दाजुभाइ मरेको हामी बिर्सिसक्यौँ। हामी चाहिँ कोरोनामा चाहिँ खाना नपाएर पसल लकडाउन भएर खाना नपाएर बसिरहेको बेला चाहिँ शीतल निवास र प्रधानमन्त्री निवासमा चाहिँ तपाईँको बलवटारमा ठुल्ठुला भोट भटेरहरू भएको हामीले बिर्सिसक्यौँ। यो सबै कुरा हामी चाहिँ भोट हाल्दाखेरि बिर्सिने हो र फेरि पनि तिनै मिठा चाहिँ गफमा भुल्ने हो। हामी चाहिँ नयाँ विकल्प नखोज्ने हो, आफूमा विश्वास नगर्ने हो भने विवेकशील साझा पार्टीले भोट नदिने मैले एउटै कारण देख्छु कि मान्छेहरू के भन्छन् भने तपाईँहरू सबै कुरा राम्रो छ, मान्छे पनि राम्रो हुनुहुन्छ, विचार पनि राम्रो छ, तपाईँहरूको कार्यशैली पनि राम्रो छ, तर के गर्नु भोट हाल्नु के गर्नु तपाईँहरू जित्नै हुन्न भन्छ। अब यही कारणले भोट नहाल्ने हो भने चाहिँ तपाईँहरूले मत दिनु भएन त भने कहिले पनि जितिँदैन। तर तपाईँले आफूमा विश्वास राखेर योभन्दा अघिल्लो पटक जसरी हामीले झन्डै राष्ट्रिय पार्टीको हैसियतमा पुर्याउनु भएको थियो, अब चाहिँ हामी राष्ट्रिय पार्टी मात्र होइन, हामी गल्ती छुट्याएर आउँदैछौँ, अझ बलियो भएर आउँदैछौँ, अझ स्पष्ट भएर आउँदैछौँ। अब चाहिँ विवेकशील साझा पार्टीलाई सशक्त राजनीतिक दल, संसदमा बलियो राजनीतिक दलको रूपमा हामीले पुर्याउनु हुनेछ नागरिकहरूले भन्ने विश्वास दिएका छन्। हजुर, अनि हरेशजी काङ्ग्रेस प्रमुख प्रतिपक्षमा छ तर सरकारमा हस्तक्षेप गर्न छाडेर सडकमा सिट्टी बजाउनमा छ। अब तपाईँहरू त सडकमा पनि आउनुहुन्न, के टिप्पणी गर्न चाहनुहुन्छ? सडकमै छ त्यसरी हामी जुन दिन विवेकशील नेपाली दल या साझा पार्टी अहिलेको विवेकशील साझा पार्टीको स्थापना भयो, हामी सडकमै छौँ। राजनीतिक दल के त सडकमा हुन्छ के त संसदमा हुन्छ। संसदमा या राज्य सरकारको जिम्मेवारी लिएको बेला सत्तामा हुन्छ नत्र सडकमा हुन्छ। तपाईँले यो प्रश्न चाहिँ कसलाई गर्न सुहाउँछ भने जसलाई चाहिँ नागरिकले संसदमा पठाएका छन् तर संसदमा चाहिँ तिमी सरकार नचलाऊ, सरकारमा भागबन्डा नखोज, तर तिमी चाहिँ प्रतिपक्षको भूमिका निर्वाह गर, सरकारलाई नियन्त्रण र सन्तुलनको भूमिकामा राख, सरकारको कामहरू जाँच गर भनेर जसले प्रतिपक्षी बनाएर पठाएको थियो। तर उहाँहरू 3 वर्षसम्म सुतेर बस्नुभयो। हिजो आज तपाईँले चाहिँ नेपाली काङ्ग्रेसले सडकमा देख्नु भएर यो प्रश्न गर्नुभएको होला। 3 वर्षसम्म कहाँ छ नेपाली काङ्ग्रेस? केपीओलीको सरकारले अहिलेसम्म यस्तो निरङ्कुश पञ्चायतहरू ल्याउँदाखेरि जनताप्रति जवाबदेही ल्याउँदाखेरि नेपाली काङ्ग्रेस कहाँ थियो? अहिलेसम्म हामी सडकमा आएको देखेर अहिले सडकमा कस्तो अवस्थामा आयो भने त एउटा त चुनाव आउनु थाले आफ्नो उपस्थिति देखाउनु पर्यो। कुनैलाई चाहिँ रिस उठ्यो भने आफ्ना एकजना नेतालाई जो चुनाव हारेका बहिष्कृत भएका नेतालाई चाहिँ
के अरे सत्ता रूपबाट जब दमन भयो, हाम्रो नेतामाथि दमन भएपछि बल्ल नेपाली काङ्ग्रेस सडकमा आयो। हामी त सडकमा छौँ, हामीले त हजारौँ पटक अहिले यो सरकारबाट दमन भएका छौँ। चाहे तपाईँ यो कोरोना सम्बन्धी राम्रो कोभिड रेस्पोन्स राम्रो गर, कोरोना सम्बन्धी राम्ररी उपचार गरेर क्वारेन्टाइनहरू राम्रो बनाऊ भन्दाखेरि या त्योभन्दा अगाडिका विभिन्न मिडिया विधेयकदेखि शिक्षा विधेयकदेखि लिएर थुप्रै यो दमनकारी निरङ्कुश कानुनहरू यसको विरोध गर्ने मुख्य विधेयकको बेला होला। चाहे तपाईँ हरेक ठाउँमा भन्नुहोस् न, नगरपालिकामा आरटीआई सूचनात्मक निवेदन किन हालिस भनेर गरिएका दमन होला। अन्य दमनहरू हामीले सहेर बसेका छौँ, हामी सडकमै छौँ। विकसित साझा पार्टी कतै पनि छैन, विकसित साझा पार्टी सडकमा छ। हाम्रो उपस्थिति सानो छ होला, हाम्रो सङ्ख्या सानो छ होला, तर हाम्रो आवाज चाहिँ स्पष्ट छ। हामी हरेक मुद्दामा आफ्नो स्पष्ट आवाज राखेर हामी सडकमै छौँ। र जबसम्म नागरिकले ल तिमीहरूले गरेको सङ्घर्ष हामीले बुझ्यौँ, तिमीहरूको बानी बेहोरा कार्यशैली पनि हामीले बुझ्यौँ, र अब तिमीहरू राज्य सञ्चालन गर, जिम्मेवार भएर राज्य चलाऊ भनेर सत्तामा पठाउनुहुन्न, तबसम्म हामी सडकमै रहन्छौँ। हजुर, अनि हरेशजी तपाईँहरू शिक्षा र स्वास्थ्यलाई मात्रै ज्यादा प्राथमिकरण गरिरहनु भएको छ, तर नेपालको मौलिकतासँग त कृषि अझ खप्रिएको विषय हो। यसको पुनर्जागरण गर्न तपाईँहरू किन आवाज उठाउनुहुन्न? तपाईँले मौलिकता पुनर्जागरणको कुरा उठाउनु भयो र योभन्दा अगाडि तपाईँले प्रश्न सोध्नु भएको थियो। हजुर, तपाईँहरूको राजनीतिक दर्शनै छैन। म यहीँनिर जोड्न चाहन्छु, कुनै पनि राजनीतिक दर्शन कहीँ स्थापित भइसकेको कसैले विनिर्माण गरिदिएको कुरा मात्रै राजनीतिक दर्शन हुँदैन। हाम्रो राजनीतिक दर्शन भन्नुहोस्, हाम्रो राजनीतिक कार्यप्रणाली भन्नुहोस्, हाम्रा राजनीतिक उद्देश्य भन्नुहोस्, शिक्षा स्वास्थ्य बेरोजगारी हो। र अब तपाईँ आफै भन्नुहोस् केशवजी, यदि यो राजनीतिको विषय होइन, शिक्षा राम्रो हुनुपर्छ, हाम्रा मौलिकताको कुरा शिक्षाले समेट्छ कि, मौलिकताको कुरा हाम्रा रोजगारीमा समेट्छ कि, मौलिकता कब नष्ट हुन्छ भन्नुहोस् त? जब हाम्रो शिक्षा राम्रो हुँदैन, हाम्रो शिक्षा गुणस्तरीय हुँदैन, हाम्रा बालबालिकाहरूले हाम्रा विद्यार्थीहरूले चाहिँ राम्रो शिक्षा पाउँदैनन्, हाम्रो मौलिकता नष्ट हुन्छ। कब नष्ट हुन्छ? हामीसँग जब हाम्रो देशमा हाम्रै चिकित्सा पद्धतिबाट, हाम्रै चिकित्सकहरूबाट चाहिँ हामीले के हो त मौलिकता भनेको त्यो बाहेक भन्नुहोस् त? चाहे तपाईँ संस्कृतिका कुरा गर्नुहोस्, हामी संस्कृति सम्बन्धका कुरामा पनि स्पष्ट छौँ। अब योभन्दा ठुलो मौलिकताको कुरा, मौलिकता संरक्षणको कुरा र राजनीतिक दर्शनको रूपमा चाहिँ शिक्षा स्वास्थ्य रोजगारी हेर्नुहोस्, सबैभन्दा ठुलो समस्या यही हो। राजनीति भनेको देशमा रहेका समस्याहरूलाई समाधान गर्ने हो। अहिलेको सबैभन्दा ठुलो समस्या भनेको शिक्षा स्वास्थ्य र रोजगारी हो। गुणस्तरीय स्वास्थ्य, गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य र रोजगारी। यो कुरा भयो भने चाहिँ जब हामी आर्थिक रूपमा सम्पन्न हुन्छौँ, हामी शैक्षिक रूपमा गुणस्तरीय शिक्षा प्राप्त गर्ने हुन्छौँ, स्वास्थ्य शिक्षाको सुलभ हुन्छ, रोजगारी हामीले पाइन्छ भने हामी हाम्रा संस्कृति सम्पदाहरू संरक्षण गर्न सक्छौँ र त्यो गर्नुपर्छ। त्यसमा राज्यले पनि भूमिका खेल्नुपर्छ भन्ने हामी स्पष्ट छौँ। हाम्रो राजनीतिक दस्तावेजमा हामीले चाहिँ संस्कृतिका सम्पदालाई उच्च महत्त्वका साथ राज्यले संरक्षण गर्नुपर्छ र नागरिकहरूले पनि त्यसमा हातेमालो गर्नुपर्छ भनेर हामी त्यसमा स्पष्ट छौँ। थ्याङ्क यू सो मच हरेशजी। विभिन्न विषयमा विभिन्न आफ्नो विवेकशील साझा पार्टीको धारणा राख्नु भएको छ। तपाईँहरू विवेकशील नेपाली दल र साझा दल एक आपसमा फेरि मिल्नु भएको छ। विवेकशील साझा पार्टी मङ्सिर 24 गतेदेखि फेरि एकीकरण भएको छ। तपाईँहरूलाई धेरै धेरै बधाई पनि छ र अन्त्यमा सफल कार्यकालको लागि शुभकामना पनि छ। जनताको मनमा बस्न सफल हुनुहोला। आम जनताका प्रत्यक्ष सरोकार राख्ने विषयहरूलाई विशेष प्राथमिकताका साथ अगाडि बढाउँदै जानुहोला। यही शुभकामना पनि दिन चाहन्छौँ। अन्त्यमा मैले कार्यक्रममा सोध्न छुटाएको या यहाँले भन्न छुटाएको केही कुराहरू छ भने राख्दै बिदा हुन सक्नुहुन्छ हरिशजी। धेरै धेरै धन्यवाद केशवजी, तपाईँलाई रेडियो प्रभु र हाम्रो रेडियोबाट हाम्रो आवाज सुनिरहनुभएका सम्पूर्ण श्रोताहरूलाई, सुखाकरी सुदूरपश्चिमका, कञ्चनपुरका, झलारीका नागरिकहरू, आमा बुवा, दिदी दाजुभाइ बहिनीहरूलाई सबैजनालाई चाहिँ यो कार्यक्रम सुनिदिनु भयो, हाम्रो कुरा सुनिरहनु भएको छ, त्यसका लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र म एउटा मात्रै के कुरा भन्न चाहन्छु भने केशवजी, सायद तपाईँको र मेरो हामी सँगैसँगै एउटै उमेरका मान्छे छौँ होला, थोरै तलमाथि होला। हामी यो उमेरमा हामी चाहिँ करियर बनाउने उमेर हो। म इन्जिनियरिङ पढ्थेँ, इन्जिनियरिङ पढ्न सक्थेँ, अहिले कानुन पढिरहेको छु, कानुन सम्बन्धी काम गरिरहेको